Hello everyone, welcome back to my channel. It's me ITL vlog. फेरि पनि स्वागत छ तपाईहरुलाई नेक्स्ट न्यू भिडियोमा। अनि अहिले चाहिँ हामी पुरा कच्ची बाटो हिँड्नलाई छ, एकदमै रमाइलो हैन। अनि अब आज चाहिँ चुनावको दिन बजारतिर उँभोतिर चाहिँ मामाहरूले कर्फ्यू लाउनु भएको छ अरे। पास भएको गाडीहरू मात्र के भन्छ चल्न दिने भन्ने गएको रहेछ। अनि अब के गर्ने, हामी सानोतिनो मिडल क्लास फ्यामिलीको तल्लो स्तरको नागरिक पर्यो होइन। अनि के गर्नु, यसरी भागी हिँडिरहेको छौँ। अब यहाँ पर पनि एउटा क्याम्प त छ, क्याम्प त्यहाँ अब के भन्ने हो। तर हामीले गलत काम गर्न हल्लियो त थाहा पायो अहिले हल्लिएको। बाइक बाबुले यो भिडियो देख्यो भने चाहिँ आइन्दादेखि बाइक त, तर के गर्नु, भेटेपछि कुदाउन मन लागिहाल्छ। सारा घरि भोलाउँछौ घरि त्यस्तो भन्ने नि कोही छैन। यही जिल्लाको यही भित्रभित्र चाहिँ कुद्न दिएको भए हुन्थ्यो जस्तो लाग्छ। अब भित्रको कुरा के छ होइन। अब काहीँबाट अर्को गाउँको अर्को ठाउँको मान्छे आएर झडप गर्छन् भनेर पनि होला, बुझ्नु पनि पर्छ। हामीले नियम चाहिँ मान्नुपर्ने हो। यो टोलको नाम चाहिँ के हो, कमेन्ट हानिदिनु होला। ट्याक्कै मलाई पनि थाहा छैन। कमेन्ट प्लिज। यो टोलको मान्छेहरू हेर्नु हुन्छ भने अलि पर पुगेर पो मान्छे नै पो छैन पछाडि त। आफ्नो लेन नै म त कुदाउँ भन्छु, तर अर्कोतिर गइहाल्छ। आयो एउटा स्कुटी आयो, सास आयो क्या। अब चाहिँ सास आयो क्या। हामी मात्रै होला भनेको रहेछ अर्को पनि।
यो चाहिँ हाम्रो एपिएफ क्याम्प आयो 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 स्टोन जान्छ शान्तिको पानीको बहिनीहरू रहेछ